बरा यसरी थिस न यसरी थिस त ल मस्का तिमी जान्दैनौ के नजान्नु मान्छेले किन गर्नु अघि बिगार पठाइछ लड यसरी बनाउने नि हैन इस बनाउँदैन यसरी बनाउँछ यो धेरै बनाउन झगडा हेर्नु यहाँ उताको त होस् नगर उताको नगर न नगर गले खाने रे मलाई हेलो एभ्रिवान वेलकम ब्याक टु माई न्यू डे न्यू भ्लग हजुर सबैजनालाई वेलकम छ मेरो च्यानलमा नमस्कार सेवा स्यामुना लास फ्यापुला तासिडोले सबैजनालाई जो लोकपा मलाई भन्न आएको छ त्यति मात्रै अनि सबैजनाले चाहिँ मेरो फुल भिडियो वाच गरेर सबैजनाले लाइक सब्स्क्राइब कमेन्ट चाहिँ अवश्य पनि ठोक्दिनु होला गाइस भन्न चाहन्छु ल सबै साथीहरू है मलाई चाहिँ कता कता ढिलो हुन्छ जहिले पनि फेरि हाम्रो चाहिँ टाइममा पुग्नुपर्छ कि 1 मिनट पनि तलमाथि भने 1 घन्टा कटाइदिइहाल्छ दाल भात सम्झनाले पकाएर रेडी गरेर आएछ भात चाहिँ मैले पकाएको तरकारीहरू अब म खाइदिएला हाम्रो केटीहरू पकाएर खाएर खानु मान्छे बेलुकाइछ 1 मिनटभित्रमा भात खाइसक्नु पायो हुन्छ जस्तो लाग्छ तपाईँले साथीहरू मजाको रेडी भएर ड्युटी निक्ला ड्युटी हिँडेको केटीहरू सबै आउने बाँकी छ यस्तै चलिरहेको छ जिन्दगी होइन हतार पतार 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 खायो अनि फेरि खर्र गयो छिटै पायो कि क्या ड्युटीमा नमस्कार दाजु आज छैन खाना खानुभयो छैन ए स्यालेरी आइहाल्यो दाइहरू त होटलमा खाइहाल्नुहुन्छ नि होइन के को टेन्सन दाइहरू भनेको त मुदिहरू भइहाल्नुभयो पहिला हेर्नु पऱ्यो पार्टी आएको हेर्नु पार्टी आइसकेको राम्रो सोनी कमला सम्झना र मेरो खै सासमा हो कि बर्गरमा हो नि सम्झना र परमेश्वर पार्टीमा जानुपर्ने साथीहरू पार्टीको लागि सामान रेडी गर्न हिँडेको पार्टी भन्दाखेरि के पार्टी भन्नुहुन्छ होइन तपाईँहरू मेरो काम चाहिँ खासमा भन्नुपर्दाखेरि क्याटरिन हो कि क्याटरिन अनि क्याटरिन भनेको चाहिँ के हो भन्नुहुन्छ होला बर्गरको क्याटरिन हो हाम्रो कम्पनी चाहिँ बर्गरमा हो अनि बर्गर प्लस अरू पनि धेरै छ कि साज भन्ने पनि छ शोरमा भन्ने पनि छ अरू धेरै छ हामीले चाहिँ मेन चाहिँ हामी बर्गरमा हो कहिलेकाहीँ साजमा पनि जान्छौँ अनि त्यसो कस्तो हुन्छ भनेदेखि नेपालतिर कस्तै अनलाइन अर्डर गर्नुहुन्छ नि तपाईँहरूले खानेकुराहरू पकाएर घरमा ल्याइदिन्छ नि तपाईँहरूलाई होइन तर पकाएर घरमा ल्याइदिन्छ अनि तपाईँहरू खानुहुन्छ होइन हाम्रो चाहिँ कस्तो हुन्छ भनेदेखि कस्टमरले जहाँ भन्यो त्यहाँ जानुपर्छ पकाउने सबै सामानहरू लगेर के अब त्यो बर्गरको सामानहरूदेखि बनाउने सामान टेबल ग्यास चुल्हा सब बोकेर जानुपर्छ अनि उनीहरूले जहाँ अर्डर गर्छ त्यही जाने अनि जति बेला सुरु गर भन्छ त्यति बेला सुरु गर्ने 3 घन्टाको टाइम हुन्छ कि तिनीहरू कस्टमरसँग चाहिँ हाम्रो होइन 3 घन्टाभित्रमा त्यहाँ गएर पकाएर उनीहरूले खाइसक्छ खाएर अनि खाइसकेपछि चाहिँ हामीले सामानहरू सबै उठाएर गाडी हुन्छ गाडीमा हाल्ने अनि लिएर किचनमा जाने अनि त्यो फोहोर भाँडाहरू जुठो भाँडाहरू सबै किचनमा छोडिजाने अनि त्यो पछाडि वेयर हाउसमा आउने हो कि वेयर हाउसमा आउने अनि त्यहाँनिर यसो हल्का फुल्का काम छ भने काम गर्ने नत्र भने त्यतिकै पार्टी सकेर आएपछि बस्ने त्यस्तो काम है हाम्रो चाहिँ साथीहरू होइन अनि अहिले चाहिँ हाम्रो आज सम्झना र मसँग आजको पार्टनर चाहिँ
अनि हाम्रो चाहिँ अब कहाँ लोकेसन हुन्छ कस्टमरले जहाँ बोलाएको छ त्यही जान्छौँ पार्टीमा होइन। अनि उनीहरूले खाइसक्छ अनि खाइसकेपछि अनि सामानहरू लिएर फर्केर आउने। हामी आफैले पकाएर दिने हो, उनीहरूले खाइसक्छ अनि फर्केर आउने हो के। हाम्रो बाल्दै पुरै चस्मा लाएर गाइसहरू यस्तो भएर बसिरहेको हुन्छ होइन। के हो पारा एउटा हातमा चुरोट छ अर्को हातमा मोबाइल। ड्युटीमा यस्तै हो तपाईँको पारा पढिस पारा आमा चस्मा ख्याप त्यो चुरोट हातमा पक्रेर दाइको पनि भएन यो पारा। हाम्रो बाटी आयो, पार्टी रेडी भएर आइरहेको ओके साथीहरू हामी चाहिँ पार्टी हिँड्नु लागेको ल। अब अघि नै हाम्रो कम्पनी के बुझि नसक्नु छ क्या साथीहरू फेरि होइन। अघि नै हाम्रो अर्को पार्टी भनेर रेडी गरेर माथि वायर हाउसमा सामान लग्यौँ अरे भएर त लोकेसनै चेन्ज भएछ होइन। अनि हाम्रो चाहिँ छिटो लोकेसन थियो भएर त उनीहरू बेलुका मात्रै खाने भएछ। ठ्याक्कै फेरि अर्को पार्टी आयो, अर्को पार्टीमा फेरि हामीलाई पठाइदियो। अब हामी अर्को पार्टीमा जाँदैछौँ साथीहरू। अब यहाँनिर यो पुलमा मान्छेहरू थोरै हुँदैन साथीहरू, पुलमा त लाइन हुन्छ लाइन। नेपालीहरू धन्नै हुन्छ त्यो पुलमा हिँड्नेहरू। अहिले बेलुका बेलुका हेर्दा खाली हुँदैन, त्यो सिम्पल मान्छे हुन्छ कि यतातिर धेरै नकल साडी लाएर घाम चाहिँ डुब्नु लागिसकेको अवस्था छ र हामी अवश्य घाममा डुबिसकेको हुन्छ यो ठाउँतिर। छोटा छोटा अच्छा होता है ना, हमारे देश में मुल्क में बहुत बड़ा बड़ा घर होता है लेकिन उसके अंदर अच्छा नहीं होता है। इधर का घर बाहर से सिंपल होता है, भीतर अंदर कितना डेकोरेशन होता है ना, कितना स्टैंडर्ड होता है। मलाई चाहिँ मलमा पनि जानु मन छ साथीहरू। मल चाहिँ एकदम हुन सकिँदैन भने सानो मान्छे होइन, मलाई जानु मन थियो। यहाँनिर चाहिँ एक दिनै लाग्छ अरे कि भित्र घुम्दाखेरि, त्यत्रो धेरै स्पेस हुन्छ अरे कि, त्यत्रो धेरै खतरा अब छ अरे। म एक दिन जान्छु त्यति बेला होइन, मेरो छुट्टी भएर टाइम मिलेको बेला जान्छु। हाम्रो एरिया चाहिँ यतै हो साथीहरू, आइपुग्यो। अब लोकेसन चाहिँ यतै हो। अब हामी चाहिँ सामानहरू झारेर पार्टी स्टार्ट गर्नुपर्छ। लोकेसन चाहिँ आइपुग्यो, अब नजिकै हो। पार्टी स्टार्ट गर्नुपर्छ, त्यहाँभित्र अब खिच्ने कुरा हुँदैन होइन। पार्टी सकेपछि मात्रै म एकैचोटि आउँछु पार्टी सकेर। भोक लागिहाल्छ नखाएपछि। हेलो साथीहरू, हामी चाहिँ अहिले हाम्रो पार्टी सक्यौँ होइन। हाम्रो पार्टी सकेर हामी चाहिँ अहिले ड्राइभरको वेटिङमा बसिरहेको छौँ। जुन हेर्नु जुन सामानहरू भत्रकल भएर चाहिँ यहाँनिर आजको पार्टीको घर चाहिँ यहीँ थियो। उयो घर लोकेसन चाहिँ आज अलिक नजिकै नै छ। अनि टक्कसँगले यहाँनिर चाहिँ गाडीहरू रहेछ, जङ्गलहरू होइन। को पर छ आइएछ पार्टी नै यही अभी यही है लास्ट हमारा। हामी चाहिँ फर्क्यौँ है साथीहरू, बल्ल 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 1-2 घन्टा ड्राइभरलाई वेटिङ गरेर बल्ल बल्ल सक्यो। फर्किँदै गरेको जाँदैछौँ हामी, झिलिमिली भइरहेको छ अहिले चाहिँ। आइपुग्यो हाम्रो सहर, हेर्दा लाग्छ रहर हाम्रो सहर। ढोका खोलिदिनु दाइ। फाइनली हामी चाहिँ आइपुग्यो है साथीहरू किचनमा होइन। यसलाई बोला बालदाल लागेको छ किचनमा आइपुग्यो है साथीहरू हामी चाहिँ फाइनली। सामान झार्ने हो त्यो पछाडि वायर हाउस जाने हो अनि पन्चिङ मारेर घर जाने हो। ल झारौँ जानु। जो लोकपाले आज भाले किन्ने अरे साथीहरू। म चाहिँ ड्युटीमै छु। यसको चाहिँ अलिक ढिलो हुन्छ नि त छुट्टी, त्यही भएर नि अब म चाहिँ अलिक छिटै जान्छु। अनि त्यो पछाडि गएर पकाउनु पर्ने अरे, यिनीहरूलाई लोकल भालेर ढिँडो खानु मन लाग्यो अरे। साथी चाहिँ कोही पनि छैन, कोसँग गएर पकाउने मैले। पैसा सेलरी आएर यसले मलाई पुरै देखाउँदैछ। धन्यवाद भाइ चाहिँ अस्ति नै मैले खुवाएँ, अब तेरो पालो
भाले डरो छ देखिस् इधर के है स्मलिङ ओ माई गॉड यो त इत्रो छ त सुन हादा बहुत छोटा है ना क्यों इतना छोटा पाओ जिसो इधर से फेरि छोटा है छोटा हाउ मच हाँ 1.5 वेट आधा केजी है ها؟ أنا ندمت ندم في موضوع الحيط إنه ندمت بنكال. कोना बोल्छ कि हाँ रातो उयो भालेले जाऊँ ल त्यो होइन त्यो सानो उयो चाहिँ ठुलो हो गाडी सिरा यसो भनेछ नि त नि डेढ केजी भनेछ दुईटा लैजाउँ न त नि त्यसो त उयो ठुङ्गिरहेको के भाले नको खाम भनेको यत्रो यो ठुलो हो यो मजाले हेर है कुन ठुलो छ उयो ठुलो हो क्या मुदी हादा हादा हाँ भाई सो واحد ها سنة اثنين أنا ما في فلوس دينار ونص هذا شيل واحد ثاني. दुईटा लैजाउँ न त दुईटा उसको स्किन है ना उसको नहीं निकालना अलिक रातो अर्को पनि लैजाउँ न त अनि 3 केजी हुन्छ क्या ठिक्कै यो यता हेर त उयो शिर भाले उयो यो डन पल्टी उयो के उयो ठुलो छ बाबा गिर ليش هذا؟ सुन गिर फोटो أنا شوف. आना सो फोटो كان وين؟ वही डनै रहेछ नि त सो देखा भन् न यहाँ हाम्रो मासु रेडी भयो कुलो डिस्काउन्ट ما يصير والله ما يصير سكر मासु रेडी भयो लोकल भालेको लगेर पकाएर खाने हो ल साथीहरू हाम्रो चाहिँ ड्युटी सकेर हामी चाहिँ जाँदैछौँ सम्झना चाहिँ लजाइरहेको छ लजावती झारू त जहिले पनि लगाउँछ सम्झना मेरो ड्युटी सक्यो अब गएर खानासाना पकाएर खानुपर्ने चाहिँ म घरमा आइपुगेँ साथीहरू भाले लिएर आएको छु होइन म चाहिँ भाले बनाउँछु ल खानुपर्छ म भालेको मासु चट्ट बनाएर राख्छु ल लिएर आउँदा अनि ढिँडो पकाएर खानुपर्ने छ कि ल साथीहरू हाम्रो चाहिँ भाले आज 2टा किनेको अलिक सानो परेछ कि रिपुवा हाम्रो गाउँतिर चाहिँ यसलाई रिपुवा भन्छ होइन रिपुवै त हुन्छ यत्रले अनि फेरि राईको छोरी पऱ्यो कि अब अलिकति सानो आँखा लागेन 3जना खाने हो नि त अनि ठुलो अलिक पुग्दैन होला नि हामी चाहिँ 2टा बनाएँ टक्कसँग यसलाई मैले पोलेको पनि छु होइन फेरि ल्याएर धोएर अनि ग्यासमा अब म पकाउँछु मैले चाहिँ कुकरमा पकाउनु लागेको साथीहरू कुकरमा पकायो भने देखिन्छ अलिक मिठो हुन्छ नि त अलिक बाक्लो हुन्छ कि यो हाम्रो त्यो पातलो छ नि त होइन पातलो भाँडामा पकाएको मासुहरू मिठो हुँदैन अरे यसहरू मासु चाहिँ मैले यतिको बनाइसकेँ अब मसलाहरू हाल्छु ल यसमा जिरा अदुवा लसुन टमाटर सब हालिसकेँ मैले मजाले चलाएर छोपिदिन्छु भालेको मासु मसला लागेर पनि यतिको भइसक्यो अब मैले त्यसलाई चलाएर भाँडा त डढ्यो अब यतिको भयो यो मासुलाई चाहिँ म चौलानी राखेको छु मैले चौलानीको चाहिँ भाजिदिनु लगाएँ साथीहरू मैले पकाएको तर्का त ओभर मिठो भएर चाहिँ नुन चाहेको यस्तो दामी भइसक्यो मासु त कस्तो नेपालको लोकललाई पनि जितेछ कि यहाँको लोकलले त त्यस्तो दामी रहेछ कि यहाँको लोकल मासु ओभर दामी रहेछ तर मैले पकाएको मासु मलाई चाहिँ ओभर मनपर्छ है यस्तो मिठो कसैले पनि पाउन सक्दैन जस्तो लाग्छ साथीहरू अब चाहिँ मासु लकल भइसक्यो अब चाहिँ मलाई धेरै नै हाल्नु गरिसक्यौँ त उमालिसक्यौँ रस्ता सुकेर यहाँ थियो तल भइसक्यो हाम्रो गहुँको पिठोको ढिँडो खान लागिरहेको पानी चाहिँ हामी यहाँ अगाडि तताएर रेडी गरिरहेको छौँ ओ माई गड तातो पानी हाल्दिउँ हाम्रो चाहिँ अब भित्र पकाउनु ढिलो हुन्छ नि त त्यही भएर तातो पानी उमालेर सात बोल्यो ढिँडो
पिठो सरर यसरी रुइधाइदिनुपर्छ कि हाम्रो बच्चाहरू त्यसरी रुइधाउनुहुन्थ्यो गाउँमा अगाडि यसरी हालिदिनुपर्छ अरे कि अब तातो पानी चाहिँ एकैछिन उम्किहाल्छ नि त होइन हाम्रो दाबिलो देख्न सक्नुहुन्छ साथीहरू यो दाबिलोले चाहिँ ढिँडो मसला त बब्बाल हुन्छ यस्तो डल्लाहरू छुटाउँदै गर्नुपर्छ अनि फेरि भरे फेरि मानु बस्काउन सकिँदैन नि त होइन अलिक हाल्नुपर्छ पकाउने डल्ले तिम्रो डल्ले बनाइसक्यो फर्स्ट टाइम ढिँडो पकाउने मान्छे फेरि कत्रो गाँठे तँलाई त ढिँडोले लडाइदिन्छ होला अहिले फस्काउँदाखेरि त नभएको ब्लक यामा अनि के पो गर्मी अस्ति नै ढिँडो खाँदा यस्तो भएको छ आज निको भयो रहेछ भर्खर अलिक फेरि ताजा बनाउनु लाग्यो हो पुडिङ गरेर खानु तँलाई पुडिङ यसरी बनाउँछ कि जिन्दगी ढिँडो पकाएर खानु सकेन जिन्दगी खानु सक्दैन भन्थ्यो हाम्रो बजारले पहिला खै त म त अहिलेसम्म जिन्दै ढेँडो बनाएको थिएँ नि घर गएर खाइरहेको छु त घर चलाउन ढेँडो होइन हिम्मत हुनुपर्छ भाइ दिमाग खानुपर्छ भाइ के हो ए आमा नि यस्तो छ केटीको पारा कसरी हाल्दिने है बहिनी मेरो हेर न यहाँनिर डल्ला बल्ला डल्लु गर यसरी थिच न यसरी थिच त ल मस्का जिन्दगी ढेँडो नखा मान्छे ढेँडो ओडाले ओडाल्दो रहेछ त्यसले लाउनु टुक्यो है अलिक यो कराईमा उठेर हुन्छ कि यो अलिक गोलो भाँडा हुन्छ नि त्यसमा सजिलो हुन्छ समाज यसरी थिचेर जान्दैन मेरो मोबाइलभरि खाँदै छिटो गर है च्याम्पियन छ हाम्रो डल्ली जियोस् पहाडको हो नि त यो पनि 5 थरको घरघरि खान्छे 5 थरको नाच्छिरिङको त नाच्छिरिङ सानो छ यहाँ नाच्छिरिङले ढिँडो पकाउनु जाने भन्दा फेरि कति बानी तिमी जान्दैनौ क्या नजान्नु मान्छेले किन गर्नु अघि बिगारी पठाइछ लड अघि पानी तात्तिने बित्तिकै गरेको है डल्लो भने आज मैले मोसेको त्यसरी बनाउने नि होइन इस बनाउँदैन यसरी बनाउँछ यो ढेँडो बनाउन झगडा हेर्नु यहाँ यत्रो लामखुट्टे ल मार्दैन जान्छ होला कस्तो राउन्डे आएको नि आजकल बिग्रिसक्यो हो सेलाइसक्यो छिटो यहाँले सेला छैन म भइरहेको मस्कान्छ त्यसले गरेको त हो त्यसरी यहाँ समात न एकपट्टि चाहिँ पिठे राखेर उताको त होस् नगर उताको नगर न नगर डल्ले खानेर मलाई सक्छु नि भन् न यता तान्नु यता तान्छु तान्नु भन्दा पनि भुइँमा खेल्ने भुइँमा चाहिँ थिच्ने हो के वाह क्या दामी बेल्दा के अरे गर्दो रहेछ त अघि त पारा लिएको थिएन पारा ल्याएको थिएन होइन त्यो मस्काने बेलै भएको थिएन के डल्ली कस्तो पारा नल्याउनु धना पाहाडमा खाता खाता गरेर हुर्केको ढिँडो त हामी झगडा नगर न हौ एउटा ढेँडो ओडाल्न के बित्ति हल्ला गरेको विदेशमा ढेँडो खान गाह्रो छ गाइज एकछिनमा मस्काउनुपर्छ अनि मात्रै हो मस्काएर अनि मजाले छोपेर गर्दैन हुन्छ थाके क्या म यहाँ गाँठै छ कि एकछिन ढेँडो खाने मान्छे यस्तो छ कहाँ मेरो त मोबाइलले हात थाकिसक्यो फेरि त्यहाँनिर मलाई चाहिँ बिजोको अवस्थामा निकालेको छ नि मेरो छैन यहाँ नानालाई अलिकति जुम गरेर फोकस गरेको छु घाइते बनाएर हाल्यो कि ढिँडो पकाउने होला अस्ति चाहिँ कसरी अस्ति नै मैले यसरी नै बनाएको हो तर यस्तो गरेर अनि एकछिनमा बफाइदिनुपर्छ के अनि बफाएको नरम हुन्छ नि त अनि भित्रमा पनि पाक्यो नफुट्यो भने त्यो पिठोहरू नफुटेको हुन्छ नि राखेपछि पाक्छ अब त घोलिसक्यो हौ छ हाल चाहिँ
नेपालमा छोटा धारो भने ओए नेपालमा गएर पुरै ढिलो बस्न भन्नु होला जस्तो छ गर्नु नयाँ बिजनेस जे देखे त्यही बिजनेस गर्ने बर्गर घरि साँझ गर्ने म के गर्ने पसल नेपाल गएर चाहिँ खासमा युनिक गर्ने के गरिसकेको खासमा गर्ने चाहिँ के हो भन न के को युनिक ढेँडो तर्ले नि गरेर खाने हो युनिक त केही छैन युनिक त लिएर बस्छ ढिलो सके राम्रो टोकेर भत्सकै बनाइसक्यो ल छोपेर राखौँ न पकाउन उदा एकछिन त्यही त छोपेर राख्दिउँ भनेको लोकमा ग्यास ग्यास आउँछ ल खोल अचार हाल्नु साइडमा ढिँडो धेर नखाने ला ढिँडो त गिलो भएछ नि त नि साह्रो हुनु पनि त्यहाँ किन आज सम्झना धेरै खाँदै नि ढिँडो भात खान्छ त्यो नाम खाइहाल्छ नि त्यो थाहा उसले उसले खानु पर्छ त्यसमा होइन खाँदै थियो र ढिँडो गिलो भयो क्या गिलो भएछ नि त अलिक बनाउनु न त फेरि खुसेर होस् अब पाकिसक्यो हुन्छ खलार गर्नु होइन हल्का मासु त्यतिकै खाँदा हुन्छ क्या अब पसिसक्यो क्या अलिक बोक्रेको भएछ ल तरकारीहरू हाल्न अनि झ्याम ऊ तरकारी पनि तत्यो अब सम्झना अलिकति मलाई भात राख्दे उब्रियो भने आमा ढिलो हेर न यसले तातो ढिलो मर्ने भयो धेर नहाल्न ढिलो 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 यहाँ राख क्या नाना मोबाइल ऊ यहाँ टेबलमा अचार धेरै किलो बनाइन्छ नि अचार कसरी चाम्रो होइन पानी हालेर जस्तो नहाल्ने ढेँडो त अस्ति दामी भएको थियो है ल तरकारी हाल्छ अचार हेर्नुहोस् है गाइस मैले यहाँ ओए मलाई त बर्तमा हाल्ने यार तरकारी छैन तरकारी छैन अनि ढिँडोसँग खानलाई त्यहाँ हाल्दैन यार चोपेर तिमी यता बस्नु ल मेरो म चिपेर यहाँ राख मोबाइल मिल्दैन कि यहाँबाट यस्तोहरू घुमाउनु मासु र ढिँडो चाहिँ हामी बजाउनु लगाइरहेको छौँ है साथीहरू ल भाइ सेतै ढेँडो त पकाएको कस्तो हुन्छ मिठो क्या छोड्दा अलिकति क्यामेरा रेडी गर्छु दुईटा कुखुरा अरे नाना एउटा होला है दुईवटा कुखुरा दुईटा कुकुर हो नि सानो सानो ल्याएर चाहिँ क्या त्यो कुकर चाहिँ हटा नि डल्ला एउटा उता हटा त दुईटालाई खान्छ कि होइन दामी भएछ है दुईटाले 3 केटी क्या 5 केजी अरे क्या आधा पेट भ्याएपछि चाहिँ चेस बस्दिनस् दुईटा उत्र उत्र चाहिएको होइन राति लिएर न कति मिठो बनायो क्या प्रमिसा राईले है आमा मोमोको अचार त्यस्तै भएन है मोमो खाना कस्तो हुन्छ अलिकति त तान्छ डली के तान्नु हुन्छ फेरि डलीलाई बस्नु त्यहाँमा बस्दैन हाम्रो पस्छ बस्छ कि त्यो ढकनी हुन्छ खोल्नु नि धेरै खान्छ नि कस्तो छ डल्ली मासु त्यो खासै क्यामेराबाट भाग्यो क्या ठिक छ मासु भन्दा म त अचार मन परे क्यामेरा बारेमा किन भएको किन मासु मिठो यहाँ छैन? बस्दा नि त देखिँदैन मासु मिठो छैन अचार चाहिँ दामी रहेछ सबै दामी खा अस्ति भन्दा मिठो अनि तरकारीहरू वाउ दामा छोरी जस्तो होला नि होला
मुली उडाउनु पर्थ्यो चाहिँ सराप गरेर खानु पर्दैन माग्ला हल्का गिलो भएछ तर मिठो छ है के अरे पारा अरे कस्तो कामै खाएको हो चुस्त गरेर त्यसलाई चुस्त गरेर क्यास आउने नि त्यहाँ सपिङ बोर्डमाथि भात राखेर कसले खान्छ त्यही भएर त मैले मिक्स किन मन कडिलो रहेछ यार मासु नि बल्ल बल्ल छैन लिएर कति सिट लाग्दैन सिटी लाग्यो होइन भुटेको मात्रै छाला गएर न कस्तो अस्तिको सिटी लाग्यो अस्तिको अलिक छिप्पेको थियो अस्तिको सिटी नलाग्यो अस्तिको छिपेर नि यो त यही मासु खाए जस्तै भयो नि बट्टै चरा बट्टै चरा भुतार्दै कस्तो त्यस्तै देखेको नि खानै पऱ्यो नभने खाए मसिनो रसिलो छ है ट्याम्बे थिएन तर कसरी निस्क्यो यार कसम से क्या मजा यार चखिलो है मलाई लाजै लागिसक्यो यहाँ बस्दा कम त गरिन् यहाँ पछि यहाँ यहाँ भिडियो बनाएको भएर उसलाई हट भए जस्तो छ खतरा पुग्यो यार आज त मात्रै खायो सिधायो नखाने हो पुग्यो होला गिरा खाएपछि तरकारी धेरै चाहिँदैन है उद्यो उदाले जा कुकर मजा आयो छाला अचार चाहिँ भर्खर पायो छाला उद्यो उद्यो फेरि कमेन्टमा अचार छाला हाल्ने होइन छाले खा जस्तो छ अचार हाल्ने साइडमा एकचोटि हाल्नु दुईचोटि हाले जस्तो चुइसक्यो त एक लटो यहाँ एक लटो यहाँ चारचोटि भयो कसम पस्न खाने भित्रबाट बाहिरको चाहिँ यसरी खायो भने चाहिँ जिउको चाहिँ मोटाउँछ होला त्यस्तो नहुन न फेरि भोलि नै मेरो भातै ठुकिन्छ त्यहाँ भातै जाँदैन मेरो सँगै गर न त्यसो भने बनाउँछ जहिले खालि मासुले म ढिलो पकाउँछु नआफूले भाकाले कति धेरै भात खाएको हुनु भोलि बेला डेली नै ढेर खान्छ ढेरले नामै राख्छ ब्याग गरेर यसरी खायो भने चाहिँ भनेको नि तपाईँले ढिलो त मोटाउँदैन नि फेरि तागत दिन्छ मोटाउँछ ढिलो खाने मान्छे मोटाउँदैन पावर आउँछ पावर यो आटाको ढिलोले कोदो ढिलोले मोटाउँदैन म पनि कोदोको पिठो ल्याउँछु नि आफै पिनेर ल ढिलोलाई पल्किथे हाम्रोमा त आफै पिन्छ नि त पिनेर मसिनो बनाएर ल्याएर जातोमा अनि चालुमा चालेर फेरि घिउ ढेँडो लिएर आउँथ्यो क्या पिठो जातोमा पिन्छ क्या हाम्रोमा हाम्रो त्यो मिलमा होइन ए भाँडामा चाहिँ देखाएको क्या नाना चुप म भाँडा मात्दैन ल्याउनु म मारिदिन्छु सुविधा आज नाना कालो भाँडा त्यो दिने होइन के काम गरेन होइन मैले गरेँ त
जो जरा मैले ढिलो पारेको डल्ली र तिमी हो फ्री मैले चाहिँ के ढेर मार्दिन ढिलो मसँग त नि कति मात्रै तैँले एक छिस्का मात्रै गर्छ फुलमा पकाउँछु नि त अर्कोचोटि चाहिँ तिमीहरूले अस्ति अर्कोचोटि नि भाडा त बाँच्नै पर्छ अर्कोचोटि चाहिँ म भाडा बाँचेर पकाऊ अब मेरो भात त सकिहाल र छुट्टी हुनेहरूले भाडा पनि है खाने अचार मर्निङ ड्युटी भाजे गरेर हेर्न उयो हामी थाकेका छौँ ताजा धेरै है कस्तो भयो आजको ढिलो खै पाउन त केही ओइ कपाल डल्ली भन् तैँले त खाइनस् त मिठाई सेनी के लुजर भन् न सम्झनालाई कस्तो लाग्यो मिठो छैन पकाएर दियो ल लास्टमा त गुण त छैन केही तिमीलाई चाहिँ कस्तो लाग्यो भन यसै पनि दामी उसै पनि दामी बप्पा लाग्यो राईको ढिँडो लोकल कुरासँग तिमीलाई हेर कसैले जस दिँदैन भोलिबाट बन्द है बनाउने हो अरूले मिठो मानोस् कि नमानोस् मलाई बाल्दै फरक मेरो लागि खाएको यस्तो स्वाग हुन्छ फेरि मान्छे त थ्याङ्क यू सो मच एभ्रिवान हामीले चाहिँ ढिँडो सिरो पकाएर पनि खाइसक्यौँ सबै कुरा गरिसक्यौँ अब चाहिँ सुत्नुपर्ने हुन्छ भोलिको ड्युटी छ थ्याङ्क यू सो मच एभ्रिवान वाचिङ माई फुल भिडियो बाई बाई